हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ हामीहरू कहाँ जाँदैछौँ भने हामी चाहिँ आज भेगारी गर्न जाँदैछौँ। उहाँहरू चाहिँ मेरो माइजूहरू हुनुहुन्छ अनि हामीहरू चाहिँ आशी लगेर हामी चाहिँ जङ्गल फाड्न जाँदैछौँ। किनभने हजुरहरूलाई थाहा नै छ हाम्रो यतातिर चाहिँ आजभोलि दिन प्रतिदिन बाघले लास्टै सताइरहेको छ। हिजो भर्खर नै हाम्रो नजिकै स्कुल निरको चौरमा बाख्रा चराउँदै हुनुहुँदो रहेछ। हेर्दै बाख्रालाई लग्यो जङ्गलतिर लगेर खाइहालेछ। त्यस्तो घटनाहरू भइरहेको छ। त्यसैले हामीहरू चाहिँ जङ्गल फाड्न जाँदैछ। मान्छेले चाहिँ अलि राम्री हुनु पर्यो, कतै बाघले राम्री देखेर आन्छ कि भन्दै हुन्थ्यो अनि कमेन्ट गरिरहनु भएको थियो। हामी चाहिँ आस्ते गयौँ, देख्न सक्नुहुन्छ यो जङ्गल हामी चाहिँ जाँदैछौँ। अरूजना चाहिँ गएर काममा लागिसक्नुभयो, गर्दै हुनुहुन्छ। हामी चाहिँ हल्का ढिलो भयो हामीलाई चाहिँ, अनि एउटालाई कुर्दा अर्कोलाई कुर्दा चाहिँ ढिलो भइगयो। अहिले चाहिँ हामी जान्छौँ, काममा लाग्छौँ। अलिअलि गाली पनि सुन्छौँ, अलि गाली गर्नुहुन्छ होला सायद। हामी चाहिँ ढिलो छौँ। देख्न सक्नुहुन्छ हाम्रो हातमा चाहिँ आशिष छ सबैजनाको। मेरो हातमा चाहिँ छैन, मैले चाहिँ माइजूलाई समात्न दिइरहेको थिएँ। माइजू समात्नु, म भिडियो बनाउँछु भनेर। अनि देख्न सक्नुहुन्छ उता चाहिँ सबैजनाले अनि सफा गरेर पनि आगो जलाइसक्नु भएको रहेछ। अनि हामी चाहिँ जाँदैछौँ अनि भनेर आज चाहिँ गाली खान्छौँ हामीले भनिरहेछौँ फेरि। अनि हेर्नु आगो सागो जलाइरहनु भएको छ, सफा गर्दै हुनुहुन्छ। यस्तो चाहिँ आउँछ। अनि यतातिर साइडमा चाहिँ घरहरू छ, यता साइडमा चाहिँ जङ्गल छ। हामी चाहिँ जङ्गलभित्र प्रवेश गरिसक्यौँ। अनि कति धेरै मान्छेहरू हुनुहुन्छ सबैजना, अनि आफ्नो सुरक्षाको लागि भए पनि सबैजना आउनुभएको छ भेगारी गर्न। देख्न सक्नुहुन्छ हामी पनि काममा लागिसक्यौँ। माइजूले चाहिँ साथीहरू यता हेर्नु त, अनि यो सफा गरेको हो र, अनि यस्तो गरेपछि त बाघ आइहाल्छ त फेरि अनि भन्दै हुनुहुन्छ। तर हुन पनि हो होइन। अनि बाघ चाहिँ पाल्न सही हो, तर पाल्न पनि हल्का सुरक्षा सहित पाल्नुपर्ने हो नि। यसरी जङ्गलमा ल्याएर छोड्नुपर्ने त होइन। अनि म चाहिँ यो अनि अब कसलाई भनौँ अब होइन, भनेपछि अब फेरि मै माथि आउँला उठ्ला। अनि पाल्न राम्रोसँग पाल्नु पर्ने हो। यसरी जङ्गलमा छाडा छोडिदिनु पर्ने चाहिँ होइन। अनि हामीलाई चाहिँ कति दुःख भइरहेको छ। अनि दिन प्रतिदिन बाघको डरले गर्दा हामी बाहिर पनि निस्किन सक्दैनौँ रातिमा। केटाकेटीहरूलाई स्कुल जान पनि कति गाह्रो भइरहेको छ। सो साथीहरू भाषण चाहिँ धेरै ठोकिसक्यो मैले होइन, नठोकाउँ बो अब चाहिँ। अनि मैले चाहिँ खानेकुरा भेटाएँ। हामी चाहिँ यसलाई करौती भन्छौँ। हामी सानो हुँदा चाहिँ के भन्छन् भने स्कुलदेखि टिफिन हुन नपाउँदै अगाडि नै हामीले भागेर गएर खान्थ्यौँ कि यो गएर। अनि कस्तो मलाई त सानोको याद आयो। अनि मैले टिपी हजुरहरूलाई पनि देखाएँ। अनि मैले अरूलाई पनि भनेँ हेर्नु कस्तो राम्रो पाकेको रहेछ भनेर भने। अरू चाहिँ ध्यान दिनु भएन, मैले चाहिँ टिपेँ। अनि टिपेर साथीहरू खाएँ ल सरी। अनि मैले चाहिँ खाएँ, हजुरहरूलाई देखाइ पनि रहेको छु। अलिक चेपचेप हुन्छ, त्यसमा चोप हुन्छ। माजु खानुभयो र आइ पनि भन्दै हुनुहुन्छ। माजुलाई चाहिँ मिठो लागेन रे, मलाई चाहिँ एकदम मिठो लाग्यो। हल्का गुलियो खट्टो हुन्छ। अब बन्दर क्या जाने अदरकका स्वाद भने जस्तै अब कहिले खाए पो थाहा हुन्छ माजुलाई सरी माइजू। अनि अब मलाई चाहिँ मिठो लाग्यो, मैले चाहिँ खाएँ। अरू चाहिँ काममा लागिरहनु भएको थियो, म चाहिँ बसिरहेको थिएँ, काम छोडिरहेको थिएँ मैले चाहिँ। अनि म चाहिँ यताउता हेरिरहेको छु अरू पनि के भेटिन्छ कि भनेर खाँदै। अनि बुट्टामा यताउता फर्काइरहेको छु मैले चाहिँ अझै। अनि कस्तो मजाले पाकिरहेको थियो कि। अनि कस्तो अब सक्ने भए त सबै खाइहाल्थेँ, मैले नसक्ने भएर मात्रै मैले छोडिदिएँ आधा चाहिँ। अनि ल साथीहरू हामी चाहिँ पानी खान जाँदैछौँ। करौती खाए मतलब कि करौती खानु भन्दा नि अगाडि अब काम गरेपछि त पानीतिर लागिहाल्छ नि त। अनि त्यसैले पानी खान जाँदैछौँ माइजू र म भएर। अनि पानी खान पनि नदिने, काम चाहिँ गर्न नि पानी खान चाहिँ नदिने रे कि। त्यही भएर रिसेर अनि हिँड्नु जाऊँ माइजू भनेर मैले चाहिँ फुरुक पार्दै माइजूलाई लगेर जाँदैछु। अनि हजुरआमा चाहिँ बाटोमा भेटिनु भएको थियो। कहाँ जानलाई घर जानलाई भन्दै हुनुहुन्थ्यो। मैले चाहिँ नाइ पानी खान अनि भनेर भने 4 बजीसम्म हुन्छ रे काम अनि भन्दै हुनुहुन्थ्यो। ए ल भनेर भन्यौँ। अनि त्यसपछि हामी चाहिँ हिँडिसक्यौँ आफ्नो गन्तव्यतिर। हेर्न सक्छौँ त्यो घरमा जाँदैछौँ हामीहरू चाहिँ पानी खान। अनि साथीहरू हामी चाहिँ पुगिसक्यौँ। पुगेर पनि मैले चाहिँ धारा चलाएर पानी निकालिरहेको छु। अनि हल्का पानी अब
फर्स्टमा पानी राम्रो आएन नि त, त्यही भएर अनि पानी सानी पेलेर अनि हात साथ धोएर पानी सानी बोतलमा पनि भरेर माइजूलाई पनि लगेर पानी खान दिएँ र साथसाथै मैले पनि पानी खाएँ ल। ल साथीहरू, हामीले चाहिँ पानी सानी खाएर बोतलमा पानी भरेर पानी लगिदिँदैछौँ। अनि देख्न सक्नुहुन्छ फुरुक पार्दै म फेरि अलि नक्कल पार्दै हिँडिरहेको छु। देख्न सक्नुहुन्छ जङ्गलमा यति काम भइसकेको छ, अझै राम्रोसँग फाडिसकेको छैन। यसलाई चाहिँ सुक्यो भने जलाउनु पर्छ, त्यसपछि बल्ल हुन्छ। अनि हामी चाहिँ हिँडिरहेको छौँ। अनि देख्न सक्नुहुन्छ मेरो हातमा चाहिँ पानी छ। सो अब चाहिँ कति बजिरहेको छ भनेपछि अनि 12-1 बजिरहेको छ सायद, होइन 1 बजिरहेको छ। 4 बजीसम्म काम हुन्छ भनिरहनु भएको छ। अब हेरौँ कति बजीसम्म हुन्छ। अगाडि चाहिँ ठुलो मम्मी हुनुहुन्थ्यो, ठुलो मम्मीलाई मैले पानी खानुहुन्छ भनेर पनि दिएन त भन्नुभयो। मैले चाहिँ पानी दिएर चाहिँ अनि भने सेवा नै धर्म हो अनि भनेर पनि आशीर्वाद दिनु ल, मैले फेरि पानी ल्याइ हजुरलाई खुवाएको छु भनेर भने फेरि ठुलो मम्मीसँग। अनि ठुलो मम्मी चाहिँ दिनुभयो, पानी पनि खानुभयो, आशीर्वाद पनि दिनुभयो र फेरि म बोतल समातेर आफ्नो गन्तव्यतिर लागिसकेँ। अनि खै मेरो हातमा चाहिँ आशी पुऱ्याइदिनु त भन्यो कि मैले आशी चाहिँ त्यही राखेर गएको थिएँ। अब किन बोकेर जाने हो र भनेर फेरि आशी र बोतल समातेर हिँडिसकेँ म चाहिँ आफ्नो गन्तव्यतिर। अब पानी कसले दिने हो र पछि, त्यही भएर फेरि आफूले ल्याएको पानी भनेर आफूसँगै राखेँ मैले, पछि चाहिन्छ भनेर। ल साथीहरू, वेटिङ इज ओभर। हामी चाहिँ घर जाँदैछौँ। अब किनभने 4 बजीसम्म हुन्छ भनेको काम चाहिँ। अब कोही भने गइहाल्नु भयो, अब कोही भने गरिरहनु त कुरा भएन नि त, त्यही भएर हामी पनि गइहाल्यौँ। अनि मैले चाहिँ अलिअलि दाउरा बनाएको थिएँ, देख्न सक्नुहुन्छ मेरो टाउकोमा, र अगाडि माइजू पनि हुनुहुन्छ। अनि अलिअलि झिझा दाउराहरू चाहिँ अब चिसोमा अब आगो सल्कान अब सजिलो हुन्छ नि त। सो त्यही भएर चाहिँ मैले अलिकति दाउरा बनाएर म हिँडिसकेँ। आजको काम चाहिँ सक्को। अनि हामी चाहिँ आफ्नो गन्तव्य घरतिर लागिसक्यौँ। अनि ठुमुक पार्दै अब पछि म थिएँ, अघि चाहिँ माइजूहरू हुनुहुन्थ्यो। अनि अब 4जना सँगै आएको थियौँ, 4जना सँगै जाँदैछौँ। देख्न सक्नुहुन्छ मेरो भारी कति ठुलो छ, भारी देखेर चाहिँ नहाँस्नु ल फेरि सबैजना। अनि यति भए पनि अब खाली हात आउनुभन्दा त यति ल्याउनु पनि त धेरै ठुलो कुरा हो नि त साथीहरू। अनि हामी चाहिँ लागिसक्यौँ। अनि माइजूहरू चाहिँ यहाँबाट छुट्टिनु भयो। अनि माइजूहरू चाहिँ बारी जान्छु भन्नुभयो। अनि उहाँहरूको घर चाहिँ उतातिर थियो, त्यही भएर अनि जानुभयो। मैले चाहिँ बाइसै भने माइजूहरूलाई, माइजूहरू चाहिँ छुट्टिनु भयो। म चाहिँ आफ्नो घरतिर फेरि लागेँ उहाँहरूलाई बाई भनेर। अनि म चाहिँ मामा घर जाँदै थिएँ नि त, सो त्यही भएर म चाहिँ आफ्नो गन्तव्यतिर एक्लै ठुमुक एक्लै बोल्दै लागिसकेँ। अनि खुसीको खबर चाहिँ के भयो भनेपछि अब बिहानै खानासाना खाएर गएको थियौँ। अनि भोक पनि लागिसकेको थियो। अब 4 बजीसम्म हुन्छ भन्दा चाहिँ हल्का डराएको थिएँ म, होइन। अनि ठिकै भयो, छिटै भयो। तर एउटा कुरा बेठिक पनि भयो। अब दिनका दिन बेकारी गर्नुभन्दा अब 1-2 दिनमै सकिन्थ्यो नि त। सबैजना एक नासै काम गरेको भइदियो, अब सँगै आएर सँगै जाने सम्म काम गरेको भइदियो त अब सकिन्थ्यो, सजिलो पनि हुन्थ्यो, राम्रो पनि हुन्थ्यो। दिनकै धाउनुभन्दा एउटै काममा, होइन। अब त्यसमा चाहिँ फेरि अब कहिले अब बोलान्छ नि त्यो चाहिँ थाहा भएन, होइन। डर चाहिँ लास्टै छ साथीहरू, हाम्रो घरतिर लास्टै छ, के गर्नु। ल फाइनल साथीहरू म चाहिँ मामा घर पुगिसकेँ, देख्न सक्नुहुन्छ। ल फेरि पनि हेलो एभ्रिवान। ल साथीहरू म चाहिँ फाइनली घर पुगिसकेँ, देख्न सक्नुहुन्छ। अनि मेरो हात पनि देख्न सक्नुहुन्छ कस्तो कालो न कालो भएको छ। र यति भन्दै आजको मेरो यो ब्लग समाप्त गर्छु। राम्रो लागेमा लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब सबैजनाले गरिदिनु होला। हस्त नमस्ते, बाई बाई, लभ यू।